And let's welcome on stage our contestant number 1039, Mr. Rashid Khadka. Yes, thank you. हाम्रो सहर बढारी राख्ने यो संसारलाई सफा राख्न खटिरहेका श्रमिकहरू केवल श्रमिक मात्र नभएर यस संसारमा उत्पन्न हुन सक्ने कयौं महामारीका विरुद्ध लडिरहेका जीवन रक्षक पनि हुन्। निष्पक्ष निर्णायकजीहरू साथै विभिन्न माध्यमबाट मलाई हेरिरहनु भएका सम्पूर्ण दर्शक महानुभावहरुमा नमस्कार। हाल कक्षा 11 मा कानुन विषय अध्ययनरत विद्यार्थी म रचित खड्का। आज म भविष्य बचाउने हातहरू भएर पनि फोहोरहरूमै हराइरहेका सम्मान गरिनुपर्ने पात्रहरूका विषयमा आफ्ना केही भनाइ राख्न गइरहेको छु। कहिले सोच्नु भएको छ यदि हाम्रो घरहरूबाट निक्लने फोहोर घरमै रहिरहने हो भने के हुन्छ होला? द काठमाडौँ पोस्टका अनुसार काठमाडौँ उपत्यकामा मात्र प्रत्येक दिन 1200 भन्दा बढी टन ठोस फोहोरहरू उत्पादन हुने रहेछन्। 1200 टन फोहोर, यसलाई किलोमा परिणत गरेर हेर्ने हो भने 12 लाख किलो फोहोर हुन जान्छ, त्यो पनि एक दिनमा। यदि यस्ता फोहोरहरूको राम्रो व्यवस्थापन नहुने वा कसैले नगर्ने हो भने राजधानीका सडकहरूमा फोहोरका डङ्गुरका थुप्राहरू कति हुन्छन् होला? यस्ता फोहोरहरू व्यवस्थापन गर्न खटिरहेका श्रमिकहरूलाई सम्झनुस् त एकपल्ट। विश्व स्वास्थ्य सङ्गठन WHO का अनुसार शहरी क्षेत्रको फोहोर व्यवस्थापन नहुने हो भने कहिले नदेखिएका महामारीहरू फैलन सक्छ भनिएको छ। त्यस्ता महामारीका विरुद्ध लडिरहेका हाम्रो संसारलाई सफा राख्न खटिरहेका श्रमिकहरूलाई सम्झनुस् त एकपल्ट। अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILO का अनुसार नेपाल जस्तो विकासोन्मुख देशका लाखौं सरसफाई गर्ने श्रमिकहरू उचित सम्झौता, न्यायोचित पारिश्रमिक, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सुविधा बिना नै कार्य गर्न बाध्य छन्। उनीहरूले समुदायले उत्पादन गर्ने फोहोरहरूलाई सङ्कलन गर्ने, त्यसबाट छुट्याउने र व्यवस्थापन गर्ने कार्यहरू गरिरहेका हुन्छन्। त्यति मात्र नभएर शौचालय, सेफ्टी ट्याङ्की, ढल जस्ता जोखिमपूर्ण कार्यहरूमा संलग्न भइरहेका हुन्छन्। कामकै सिलसिलामा उनीहरूलाई फलाम, सिसाहरूले काट्न सक्छ। साथसाथै उनीहरूलाई विभिन्न किसिमका टिटनास जस्ता रोगहरू लाग्न सक्ने र उनीहरूको श्वास प्रश्वासमा समस्या हुने, छालाको रोग जस्ता थुप्रै समस्याहरू देखिन सक्छ। तर पनि हामीले हाम्रै वरपर हेर्ने हो भने कति सरसफाई गर्ने श्रमिकहरू बिना मास्क, बिना ग्लोभ्स कार्य गरिरहेका हामीले देख्न सक्छौँ। यस्तो अवस्थामा पनि हाम्रो राज्यले त्यस्ता श्रमिकहरूको लागि विशेष गरी के हो भने अन्तर्राष्ट्रिय UNO ले के गरेको छ भने संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको 17 वटा लक्ष्य मध्येमा 6 नम्बरमा के भनेको छ भने खानेपानी, सुरक्षित खानेपानी, त्यसपछि सरसफाई जस्ता कुराहरू मानिसको आधारभूत आवश्यकता हो। र यस्तो आधारभूत आवश्यकताको क्षेत्रमा अब गर्नुपर्ने विकासहरू 4 गुणा तीव्र नबनाउने हो भने सन् 2030 सम्म पुग्दै गर्दा करोडौं मानिसहरू सरसफाई, सुरक्षित खानेपानी जस्ता कुराहरूबाट वञ्चित हुनेछन् भनिएको छ। यति मात्र नभएर त्यही 17 वटा दिगो विकासका लक्ष्यहरूलाई हेर्दाखेरि 8 नम्बरको लक्ष्यले के भनेको छ भने गरिमामय रोजगारीको व्यवस्था गरिने भनिएको छ। तर नेपालमा जो फोहोर व्यवस्थापन सम्बन्धी कार्य गरिरहेका श्रमिकहरू हुन्छन् उनीहरूलाई हामीले हेर्ने दृष्टिकोण अलि फरक छ। उनीहरूले हाम्रो संसारमा सफा बनाउनलाई, हाम्रो संसारमा फैलन सक्ने महामारीलाई रोक्नका लागि दिनरात खटिरहेका हुन्छौँ। तर हामी भने उनीहरूलाई हामीभन्दा तल्लो स्तरको मान्छे हो भनेर हेरिरहेका हुन्छौँ। यस विषयमा हामीले एकचोटि गहिरिएर सोच्न आवश्यक छ। नेपालको संविधानको मौलिक हकलाई पनि हेर्ने हो भने धारा 33 मा रोजगारीको हक र धारा 34 मा श्रमको हकको व्यवस्था गरिएको छ, जस अनुसार नागरिकलाई रोजगारी छनौट गर्न पाउने, साथसाथै श्रमिकलाई उचित श्रम अभ्यास र उचित सुविधा हुनुपर्ने कुरा लेखिएको छ। तर पनि कयौं श्रमिकहरू बिना सुविधा नै कार्य गर्न बाध्य छन्। उनीहरूलाई कम शुल्क दिएर, उनीहरूलाई दिनुपर्ने पारिश्रमिक नदिएर, उनीहरूलाई ठगेर कयौं यस्ता उदाहरणहरू हामीले हाम्रै समाजमा देख्न सक्छौँ। यस्ता कुरालाई मध्यनजर गर्दै सरकारले गरिमामय रोजगारीको अवधारणालाई ल्याउनको लागि, उनीहरूको हक हितका लागि, उनीहरूलाई प्रोत्साहन गर्न, उनीहरूको सम्मानको व्यवस्था गर्न, उनीहरूलाई स्वास्थ्य सुरक्षा दिनका लागि विशेष किसिमका नीति नियमहरू ल्याउन आवश्यक छ।
सफा सहर बनाउनका लागि सरसफाइ मात्र पर्याप्त छैन, सरसफाइ गर्ने श्रमिकहरूलाई पनि उचित सम्मान, स्वास्थ्य सुरक्षा जस्ता कुराहरूले उनीहरूलाई आफ्नो श्रमप्रति गर्व गर्न मिल्ने खालको वातावरण सिर्जना गर्नुपर्छ। हाम्रो समाजमा हेर्ने हो भने पनि समाजका मान्छेहरूले जो राम्ररी अध्ययन गर्दैन त्यो चाहिँ भोलिका दिनमा श्रमिक हुन्छ, सरसफाइ गर्ने श्रमिक हुन्छ भन्ने जस्तो नकारात्मक कुरा फैलाइरहेको बेलामा राज्यले श्रमिकहरूको हक हितको लागि विशेष किसिमको भेदभाव रहित बनाएर उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि ठुलो भूमिका खेल्न निकै आवश्यक छ। र अन्त्यमा हाम्रो सहरलाई सफा राख्न, यस संसारलाई सफा राख्न, हामीलाई महामारीबाट जोगाइराख्नका लागि कार्य गरिरहेका सम्पूर्ण श्रमिकहरूलाई हृदयबाट नै धन्यवाद भन्दै आफ्ना भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार। ओके, हजुरलाई पनि धेरै धेरै धन्यवाद रचितजी। अब चाहिँ हाम्रो जजेसहरू, डु वी हेभ एनी क्वेसन्स फर हिम? रचितजी, तपाईँको प्रेजेन्टेसन एकदमै राम्रो लाग्यो। म पेसाले डक्टर भएको हुनाले पनि अलि रेलेभेन्ट लाग्यो होइन। तपाईँको प्रेजेन्टेसन शैली पनि राम्रो छ, कन्टेन्ट पनि राम्रो छ। मैले सोध्न खोजेको कुरा चाहिँ के भन्दाखेरि एउटा श्रमिकले 4 महिनाको काम गर्दाखेरि उसलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट्सहरू चाहिँ के हुन्छन्? यो चाहिँ के भन्दाखेरि मास्क, ग्लोभ्सहरू भनेका सामान्य कुराहरू भए जुन हरेक श्रमिकले प्रयोग गर्नुपर्ने हुन्छ। तर जसले चाहिँ यो फोहोरसँग प्रत्यक्ष सम्पर्कमा आइरहेका हुन्छन्, यो ढलहरू, शौचालय सफा गर्नेहरूलाई चाहिँ यो बुटहरूदेखि लिएर ग्लासहरूदेखि लिएर मास्क पनि हामीले प्रयोग गर्ने सामान्य मास्क मात्र नभएर अलिकति त्यो उनीहरूले सास फेर्दाखेरि त्यो हावालाई पनि प्युरिफाई गरेर अझै प्योर सास लिन मिल्ने खालको मास्कहरू चाहिँ उनीहरूको लागि आवश्यक हुन जान्छ। Can I ask you a question? First of all, Rachit, right? Hazur. Rachit, truly spoken like a law student, right? Sorry, म त्यो नेपालीमा भन्न आउँदैन। मलाई मेरो एउटा प्रश्न छ। सो तपाईँ यति प्यासनेट हुनुहुन्छ यो टपिकको बारेमा, तपाईँले चाहिँ नि कलेज लेभलमा पढ्दै हुनुहुन्छ, यो समस्या अथवा यो जुन तपाईँले टपिकमा कुरा गर्नुभयो यसको अवेरनेसको लागि तपाईले कलेज लेभलमा के गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने के गर्दै हुनुहुन्छ? यसको लागि चाहिँ हामीले माई रेभोल्युसन भन्ने हामीले एउटा फेसबुक पेज खोलेका थियौँ, जहाँ चाहिँ हामीले यो जुन यो प्लास्टिकका फोहोरहरू हुन्छ त्यो प्लास्टिकको फोहोरहरूलाई चाहिँ हामीले खोल्दाखेरि जुन प्लास्टिकका कागजहरू हुन्छन् खोल्दाखेरि चाहिँ त्यो बीचबाट खोल्दैनौँ, त्यो अलिकति टुप्पो मात्र खोलेर फाल्ने गरेको कारणले गर्दाखेरि चाहिँ त्यो साना प्लास्टिकका कडहरू चाहिँ धेरै हुन्छन् जुन चाहिँ सरसफाइ गर्दाखेरि पनि नजाने भएको कारणले गर्दाखेरि त्यो चाहिँ त्यसको विषयमा हामीले आवाज उठाउनका लागि यस्तै स्पिच कम्पिटिसन नै अर्गनाइज गरेका थियौँ, जुन चाहिँ अहिलेभन्दा अलिक अगाडि लकडाउनको समयमा हाम्रो विद्यालयमा हाम्रो सिनियरहरू र हामीहरू मिलेर यही टपिकमा हामीले कन्टेन्ट गरेर स्पिच कम्पिटिसन अर्गनाइज गरेका थियौँ। ओके, थ्याङ्क यू। Thank you, Rachit. Looks like we have one more question. First of all, congratulations for your speech, Rachit. The question I want to ask is, यहाँले फोहोर व्यवस्थापनको लागि सरकारले साथसाथै राज्यले के गर्न सक्छ भनेर कति धेरै कुराहरू भन्नुभयो। तपाईको कन्टेन्ट एकदम राम्रो लाग्यो मलाई, तर मलाई सोध्न मन लागेको कुरा चाहिँ यही स्पेशली हामी एउटा सहरमा बस्ने भएकोले हैन, एज सिटिजन्स हामीले फोहोर व्यवस्थापनको लागि आफैमा चाहिँ के गर्न सक्छौँ जस्तो लाग्छ तपाईँलाई? अनि तपाईँले आज यहाँ उपस्थित हुनुभएको अडियन्सलाई चाहिँ कसरी प्रोत्साहन दिन सक्नुहुन्छ फोहोर व्यवस्थापनको लागि? आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ कसरी हामीले अझै बेटर वेमा निर्वाह कसरी गर्न सक्छौँ जस्तो लाग्छ तपाईँलाई? यो हामीले हाम्रो घरहरू निक्लिन्छ त्यो फोहोरहरूलाई चाहिँ जस्तै एउटा सिसाको ग्लास फुट्यो भने त्यो सिसाको ग्लास फुटेको ग्लासलाई हामी त्यो खानाको फोहोरसँग मिसाइदिन्छौँ, अनि जब त्यो फोहोर सफा गर्ने सरसफाइ गर्ने श्रमिकहरू कहाँ पुग्छ त्यतिखेर उनीहरूलाई निकै कठिनाइ हुन जान्छ। त्यही भएर हामीले जस्तै प्लास्टिकका फोहोरहरूलाई छुट्टै झोलामा राख्ने र यो कुहिने फोहोरहरूलाई छुट्टै झोलामा राख्ने, अलिकति सिसाहरू भएका अलिकति आफूलाई चोटपटक लाग्ने खालका फोहोरहरूलाई छुट्टै झोलामा राख्ने, यति सानो काम हामीले गर्ने हो भने पनि यसले धेरै श्रमिकहरूलाई चाहिँ अलिक सहज बनाउँछ जस्तो मलाई लाग्छ। हुन्छ, थ्याङ्क यू। अनि अब यही यो अपर्च्युनिटी पाएको बेलामा मलाई यो प्लेटफर्म युज गर्न मन लागिहाल्यो। यो टपिक चाहिँ मलाई पनि एकदम धेरै आई फिल भेरी इट्स भेरी पर्सनल टु मी एज वेल, बिकज आई थिङ्क
especially as people living in the city, we litter around so much. And your platform, your topic, I just cannot miss saying this, that it's very important for us to realize our responsibilities. And हामीले त्यो आफूले युज गर्ने बाहिर कतै जाँदाखेरि युज गर्ने फोहोर एउटा नफ्याल्यौँ मात्र भने पनि अथवा सही ठाउँमा लगेर त्यसलाई डिस्कार्ड गर्यो भने पनि कति धेरै कुराको व्यवस्थापन त्यहीबाट हुन्छ. त्यही भएर हामीले एज इन्डिभिजुअल्स नै त्यो कुरा चाहिँ आफ्नो जिम्मेवारी रियलाइज गर्नुपर्छ जस्तो लाग्छ मलाई. थ्याङ्क यू. Thank you, Dr. Keshu, and thank you to our contestant, Mr. Rachit. Thank you so much for being here.